अहिले राजा भनेको त हामीले राजा भनेको सबैको हो नि त। राजा भनेको को पनि हो, इसाईको पनि हो, इस्लामको पनि हो, किराँतको पनि हो, बौद्धको पनि हो, सिखको पनि हो, बौद्धको पनि हो, बौद्धको पनि हुन्छ राजा। यहाँ राजालाई तपाईँको हिन्दू छ यो जहिले हिन्दू राष्ट्र राजाको मुद्दासँग लिएर हुन्छ नि हिँड्छ नि ती अपराधीहरूले राजा ल्याउँदैन है किन भन्दा तिनीहरूले राजा भने त अभिभावक हो नि अभिभावक हो नि अनि त्यो सँगै जान सक्छ त सँगै जाँदैन नि। अहिले तपाईँको चाहिँ राजाको एजेन्डामा मात्रै तपाईँको राजालाई त तपाईँको जुन सबै मान्छे सबै हाम्रो नेपाली भने अहिले यो तपाईँको यो जुन 72को संविधान अनुसार नेपालको जुन जातिको 140 जाति 125 भाषा र तपाईँको अहिले 10वटा सबै मान्यता दिएको छ। त्यो 10वटा तपाईँलाई थाहा छ त्यो कुन कुन हुन भन्दाखेरि हिन्दू बौद्ध इस्लाम तपाईँको हिन्दू बौद्ध इस्लाम इसाई किराँत सिख जैन गोन मुन्दुक मस्तो यिनीहरूले सबैले दिएछ नि। राजाले अहिले कुनै पनि धर्मको विभेद गरेको छैन, जातीय विभेद गरेको छैन राजाले। यी सबै राजाका वरिपरि यी राजाका नाममा लुट्ने राजनीति गर्ने लुटेराहरूले मात्रै यो समाजलाई तपाईँको चाहिँ विखण्डन गरेको हो। सबै कुराको विभेद गरेको तिनीहरूले मात्रै हो साथी। हामी अहिले भन्यो भने राजा भनेको हामी नेपाली जनताको सबै जाति सबै धर्मको भन्छौँ 140 जाति 125 भाषाका सबै धर्मका हामीले साझा राजा भनेको छ। अनि केही गुन्डाहरू हिन्दू राष्ट्र र राजा भन्छ अनि त्यो दुईवटा जोडेपछि अनि त्यो राजा ल्याउने खेललाई बन्द गरेको हो साथी, बन्द गरेको। त्यसैले हिन्दू राष्ट्र र राजा भनेपछि राजालाई छेक्ने तगारो हो कि भन्नुहोस् न तगारो हो। त्यसै कारणले अहिले तपाईँको यो के अरे अहिले यो दुर्गा प्रसाई भन्ने मान्छे चाहिँ के छ भन्दाखेरि अहिले दुर्गा प्रसाई भन्ने मान्छेको अलिकति म भन्न चाहन्छु। उनलाई हिजो ऊ माओवादीबाट एमालेमा उनलाई प्रवेश गरेपछि उनलाई माओवादीका केपी ओलीका ग्रुपले चाहिँ उनलाई सम्मान गर्यो। किन भन्दा केपी ओलीलाई उनले हजुरबा भन्थ्यो। केपी ओलीलाई तपाईँको ब्रान्डेड गाडीहरू उसले दिएका छन्। केपी ओलीलाई उसले आर्थिक सहयोग गरेको छ। केपी ओलीलाई ठाउँ ठाउँमा उसले हेलिकप्टर घुमाएको छ, हेलिकप्टरमा घुमाएको थियो उनलाई अनि केपी ओली बाहेक अर्को एमाले ग्रुपले के भन्थ्यो भने दुर्गा प्रसादलाई पूर्व आतङ्ककारी भन्थ्यो। सुन्नुहोस् आतङ्ककारी भन्थ्यो। अनि त्यसपछि उसको नाम फेरिएर के गयो भन्दाखेरि त्यसपछि उसको नाम फेरेर डाक्टर गोविन्दले यो मेडिकल कलेज खोल्नलाई मापदण्ड हुनुपर्छ, मेडिकल कलेजको नाउँमा विद्यार्थीहरूलाई थप्न पाइँदैन भनेर तपाईँको चाहिँ उसले के गरेको थियो भन्दाखेरि अभियान चलाएको। त्यो अभियानका मान्छेहरूले दुर्गा प्रसादलाई के भन्थे भन्दाखेरि त्यसलाई भन्थे माफिया हो कि होइन भन्नुहोस् माफिया। यसको नाम यहाँ सुन्नु न माफिया। अनि त्यसपछि यसको नाम के हुन थाल्यो भने थाहा छ अनि र प्रचण्डलाई र केपी ओलीलाई आफ्नो घरमा बसेर मासी सानुको भात खुवाए। त्यसपछि यसको नाम के भयो बिचौलिया। त्यो दुईटाको बिचमा खेल खेल्नुलाई बिचौलिया भयो। अनि अहिले आएर अनि यसलाई अहिले आएर अनि यसले के भन्यो राजालाई तपाईँको राजालाई चाहिँ उहाँ झापामा लगेर यसले चाहिँ त्यो उद्घाटन गर्न आयो आफ्नो कार्यक्रमको। त्यसपछि यो राजावादीको खोल यसलाई राजावादीमा यो गरियो। अनि त्यसपछि अहिले त्यो फेरि अनि राजावादीको त्यो तपाईँको भने अनि पछि आएर यसले के भन्यो भन्दाखेरि अनि त्यो सारा त्यो तपाईँको साउको ऋण खाएका अथवा बैङ्कबाट कर्जा लिएकाहरूलाई उचालेर अब बैङ्कबाट पैसा ल्याएको तिर्नु पर्दैन, साउबाट ल्याएको ब्याजमा ल्याएको पैसा पनि तिर्नु पर्दैन भनेपछि अहिले यसको नाम के भयो भन्दाखेरि तपाईँको बैङ्क ठगी भयो नि। ठग भन्नु हो कि बैङ्क ठगी यसको नाम हेर्नुहोस् यसको नाम बैङ्क ठगी। अनि अब यसरी बैङ्क ठगी अब अहिले आएर यसको नाम नेपाललाई भारतको स्टेट बनाउनु पर्छ भन्छ। अनि यसलाई के भन्छ अहिले राष्ट्रघाती विदेशी दलाल यसको नाम हेर्नुहोस् विदेशी दलाल। अहिले यसको नाम यसरी राखिन्छ विदेशी दलाल। अनि त्यसपछि अहिले तपाईँको के गर्दैछ भन्दाखेरि अहिले अब त्यो राप्रपालाई फुटाएर
जय नेपाल पार्टी हेर्नु राप्रपालाई फुटाएर जय नेपाल पार्टी भनेर अनि तपाईँको चाहिँ त्यो अहिले यो राप्रपाको नेपाललाई फुटाएर जय नेपाल पार्टी भनेर यो अहिले के बनेको छ थाहा छ यो रको प्रवक्ता हेर्नु रको प्रवक्ता छ अहिले र आरएसएसको एजेन्ट बनेर नेपाललाई धार्मिक विखण्डनलाई बचाउन यो लागि पनि छ यो चोर म रको प्रवक्ता कसरी भन्छु तपाईँलाई थाहा छ आज बालन शाहहरू आज विभिन्न राष्ट्रपाका मान्छेहरू कुमार बेनको घरमा तपाईँको मिटिङ बस्छ कुमार अहिले बालनको सल्लाहकार पनि हो कुमार बेनको घरमा मिटिङ बस्छ त्यो कुमार बेनको घरमा को मान्छेले मिटिङ गरेको दुर्गा प्रसादलाई थाहा हुँदैन सुन्नुहोस् कुरा राम्रो छ को बसेर मिटिङ गरेर थाहा हुँदैन अस्ति महाधिवेशनमा त्यो सिन्चुरी लटौली भन्ने त्यो चितवनमा एउटा होटेल पुरै बुक गरेर बस्यो त्यहाँ को देशको बालन प्रधानमन्त्री त्यो बसेर कोठामा अरू कुनै पनि आउनु पाउँदैन उसको पार्टीको कार्यकर्ता पनि आउनलाई बिहान त्यहाँ को विदेशीहरू आएर बालनलाई भेट्यो दुर्गा प्रसादलाई थाहा हुँदैन अनि यसलाई के चाहिँ थाहा हुन्छ थाहा छ यसलाई के चाहिँ थाहा हुन्छ भने बङ्गलादेशमा यो सुदन गुरुङ बङ्गलादेशमा मुस्लिमहरूसँग मिटिङ बसेको थाहा हुन्छ यसलाई कसरी थाहा हुन्छ भन्नु आफ्नो देशमा काठमाडौँमा मिटिङ बसेको यसलाई थाहा हुँदैन बङ्गलादेशमा मिटिङ बसेको यसलाई कसरी थाहा हुन्छ यसलाई लले सूचना दिएको कि भन्नुहोस् लले सूचना दिएको यसले सूचना दिएर एउटा मिडियावालाहरू चाहिँ पाउँछ भने जसको कुरा भाइरल हुन्छ नि अलिअलि मिडियाहरूलाई उसले पैसा पनि खर्च गरेको छ मिडियालाई पैसा त खर्च गर्नु परिहाल्छ किनभने उनीहरू पनि पेड छ मिडियालाई खर्च गरेको छ अनि कुनै मिडियाहरू न्युज भएपछि डलर आउँछ त्यहाँ सेन्ट डलर आउँछ अनि त्यसको लागि मिडिया हुन्छ अनि यसले चाहिँ त्यो रको दिएको सूचना यसले मिडियामा भनिदियो अनि कसलाई भन्छ त थाहा छ तपाईँलाई यसले अहिले त रवि लामेछाने अहिले हिजो रवि लामेछाने दुर्गा प्रसाद के भन्छ थाहा छ त्यो चोकमा महिलाहरू देख्नु नहुने रविले स्वास्नी बनाइहाल्थ्यो सहकारी देख्नु नहुने खाइहाल्थ्यो भन्थ्यो अहिले रविको विषयमा यसले बोल्दैन किन बोल्दैन थाहा छ यो पनि भारतलाई नेपालकोलाई भारतको स्टेट बनाउनुपर्छ भन्ने मान्छे सोनी महगले तपाईँको भारत नेपाललाई भुटान बनाउनुपर्छ भन्ने अनि रविले अहिले भर्खर चाहिँ चुनाव जितेर बहुमत पार्टीको सभापति अनि त्यसपछि तपाईँको चाहिँ बहुमत पार्टीको सभापति अनि त्यसपछि भएपछि अनि भारतले रवि लामेछानेलाई बोलायो रवि लामेछानेलाई रातो कार्पेट बिछाएपछि अनि अब रवि पनि भारतवादी सोनी मगले नि भारतवादी दुर्गा प्रसाद नि भारतवादी अब रविको कुरा गर्दैन अनि यसले बालनले हिजो केपीलाई खेल्न थाल्यो केपीलाई कहिले खेल्न थाल्यो तपाईँ थाहा छ केपी जब चाइनासँग सम्झौता गर्यो र हाम्रो चुटे नक्सा पनि निकाल्यो अनि राम नेपालमै जन्मेको हो भन्यो अनि भनेपछि ओली त एन्टी भारत ओली भइसकेपछि यो दुर्गा प्रसादले यो देशका विभिन्न नामहरू छन् ठगी माफिया छन् यसले के भन्यो ओलीले त त्यो के अरे कम्बोडियामा 31 अर्ब रुपियाँ लुकाएर राखेको छ भन्यो हेर्नुहोस् त त्यो ओली पुत्रले 31 अर्ब रुपियाँ तपाईँको कम्बोडियामा अर्को देशमा राख्छ हो त हो यसले फटाक कुरा गरेको हो किन हो अहिले बालनलाई सुदन गुरुङलाई यसले छेड्न थालेछ किनभने अब एन्टी इन्डिया भएपछि अब यसले ओलीलाई दोस्रो नाम भन्न थाल्यो अनि अहिले बालेन्द्र सुदन भने त अमेरिकी दलाल हो प्रो अमेरिकन हो यसलाई थाहा छ यिनीहरू भारतवादी होइन नि त सुदन र बालेन भारतवादी होइन भारतवादी नभएपछि के गर्छ अनि यसले अनि त्यो सुदन गुरुङको कहाँ मिटिङ भयो बालेनले के गर्छ फलानु के गर्छ भनेर अनि यसले चाहिँ बालेन्द्र सुदन गुरुङ खेल्न लागेको छ यो प्रोको एजेन्टले हो भनेर भन्नुहोस् त हामीले यसरी बुझ्नुपर्छ राजनीति यसरी बुझ्नुपर्छ साथीहरू यहाँ भनौँ एक नाले बन्दुक दुई नाले भयो मृगलाई ताकेको मृगलाई होइन मायालाई ताकेको भन्छ नि यहाँ त खर्चको कुरा गर्छन्